कस्तो थाकिहाले हजुर डाँडामा उकाल्दा उकाल्दै हेर यति ठुलो ठुलो डाँडा छ है म त खस्छु यहाँबाट जस्तो लाग्छ है यहाँ हाम्रो गाई चरो होइन यहाँ हाम्रो टिमहरू हाम्रो सागर दाई अनि धेरै उकालो छ है दाजु तपाईँलाई कस्तो लाग्यो यहाँको लोकेसन भनिदिनु न मोबाइल लाग्यो भाइ यहाँ हेरेर भनिदिनु न अच्छा लाइभ चाल के हो लाइभ हो कि भिडियो भाइ भिडियो हो र दाई है मेरो फेसबुक फ्यामिलीलाई के भन्न चाहनुहुन्छ अब सबैलाई नमस्ते अब तपाईँहरू पनि घुम्न आउनु होला धेरै राम्रो ठाउँ छ यतातिर यो होस् त्यही भन्न चाहन्छु म अनि यहाँको लोकेसन चाहिँ कति राम्रो छ यहाँ हेर्नु न डाँडा पाका होइन नेपाल जस्तै एउटा अनि सालाजी तपाईँ के भन्न चाहनुहुन्छ मेरो फेसबुक फ्यामिलीहरूलाई घाँस दाउरा काट्नु छ भने यहाँ आउनुहोस् ल यहाँ हेर्नु न उकालो घाँस पनि सुकेको छ दाउरा पनि अगाडि अनि सालाजी तपाईँलाई यहाँ सुन्नु न तपाईँलाई कस्तो लाग्यो यहाँको लोकेसन एकदम बबाल हामीलाई चाहिँ लोकेसन एकदम बबाल लागिरहेछ अब यसो थकान पनि भइरहेछ अनि के भन्न चाहन्छु भने कसैले आउनु छ भने आउनु होला भिजिट गर्नु होला हजुर भिजिट रमाइलो गर्नुलाई आउनु होला अनि म चाहिँ के भन्छु भने अब यात्रा चाहिँ फ्यामिलीसँग आयो भने त झिन बवाल हुन्छ केटाहरूसँग त झिनै एकदमै रमाइलो होइन एकदमै ह्याप्पी रमाइलो हामी सबै केटाहरू बहुत इन्जोय गरिरहेछौँ अनि फेसबुक फ्यामिली होइन हिँड्दा हिँड्दा थकिहाल्यो होइन धेरै अनि यहाँ हाम्रो केटाहरू हुनुहुन्छ यहाँ ग्याङहरू आज फर्स्ट टाइम हामी पनि आयो न्यू लोकेसनमा ल नेक्स्ट भिडियो हजुरको लागि म ल्याउँछु है हेभी जग्गा एकदम सापुतारामा छु है हजुर हामी अहिले